अजय मुसी अनि म चाहिँ आज अनि भजन सङ्ग्रहको पुस्तकबाट लिएर आएको छु। अनि भजन सङ्ग्रह 103 को 3 मा चाहिँ यसरी भन्छ, अनि यसो ख्रीष्टको गोडाको चोटले तिम्रो पापहरू क्षमा भएको छ अनि तिम्रो रोगहरू निको पारिएको छ। अनि साँच्चै नै अनि हाम्रो पापहरू क्षमा गर्नको लागि अनि यसो ख्रीष्ट आफै क्रुसमा टाँगिनु भयो। अनि परमेश्वर पिता अनि आफ्नो एकमात्र पुत्र हामीलाई हाम्रो पाप क्षमा गर्नको लागि दिनुभयो। अनि मानिसहरूले हेर्दाखेरि संसारमा हेर्दाखेरि त अनि यो नर्मल कुरा जस्तो लाग्छ अनि पताउँदा पनि पताउँदैन, तर साँच्चै नै प्रभु अनि यीशु ख्रीष्टले अनि भन्नुभएको छ अनि आफ्नो चेलाहरूलाई अनि तिमीहरूले त अनि मलाई देखेर विश्वास गरेका छौ भने तिनीहरू धन्यका हुन् जसले मलाई नदेखेर पनि विश्वास गर्छ, आत्मा र सत्यतामा विश्वास गर्छन् भनेर। साँच्चै नै अनि प्रभु कति महान हुनुहुन्छ। अनि यीशु ख्रीष्टको गोडाको चोटले अनि हाम्रो पापहरू निको हुनु भनेको त सानो कुरा होइन नि। अनि त्यसै गरेर अनि हाम्रो विश्वास अनि प्रभुमा हामीले राख्नुपर्छ। हाम्रो पापहरू निको पार्ने होला परमेश्वर पिता। हाम्रो सबै थोकहरू हामी दुःख पर्दाखेरि अनि हामी सुख पर्दाखेरि सबै कुरामा अनि हामीलाई यीशु ख्रीष्ट नै चाहिन्छ, हामी प्रभु नै चाहिन्छ। अनि म यो भन्न चाहन्छु कि अनि तपाईँहरू पनि प्रभुलाई बेस्ट फ्रेन्ड गराउनुहोस्। अनि जब हामी प्रभुलाई बेस्ट फ्रेन्ड गराउँछौँ अनि हामीलाई कुनै पनि साथीहरू चाहिँदैन, कुनै पनि व्यक्तिहरू चाहिँदैन। अनि व्यक्तिहरू चाहिँदैन भन्नुको मतलब फेरि अनि आफन्त नै चाहिँदैन, कुनै पनि चाहिँदैन होइन, तर अनि सबैभन्दा फर्स्ट प्रायोरिटीमा चाहिँ अनि परमेश्वरलाई राख्नुहोस्। अनि जब हामीले फर्स्ट प्रायोरिटी चाहिँ अनि हामीले परमेश्वरलाई राख्छौँ अनि हाम्रो जीवन आशिषित भएको अनि हामी यति साह्रो ब्लेसिङ भएको हामी महसुस गर्छौँ। अनि आज अनि त्यो ब्लेसिङ अनि मैले मात्र होइन अनि तपाईँहरूको लागि पनि छ। अनि बेस्ट फ्रेन्ड अनि हामीले कसलाई बनाउने त अनि हाम्रो परमेश्वरलाई बनाउने या हामी अरू कसैलाई बनाउने? हाम्रो बेस्ट फ्रेन्ड चाहिँ परमेश्वरलाई हामीले बनाउनु पर्दछ। हाम्रो सुख दुःख सबै कुराहरू हामीले खुलेर भन्न सक्छौँ। अनि हामीले मानिसलाई भन्यो भने अनि साथीलाई भन्यो भने अनि एकबाट अर्कोलाई भन्न सक्छ, त्यो व्यक्तिबाट अरू ठाउँ पुग्न सक्छ। तर हामी परमेश्वरलाई अनि हाम्रो बेस्ट फ्रेन्ड भएर हाम्रो सब मनको कुराहरू सबै कुराहरू हामीले भन्यो भने साँच्चै नै अनि परमेश्वरले हाम्रो उत्तर दिनुहुन्छ। अनि हामीलाई अनि हाम्रो दुःखमा होस् या हाम्रो सुखमा होस् हामीलाई गाइड गरेर अनि परमेश्वरले लानुहुन्छ। अनि किनकि परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ अनि परमेश्वरले हामीलाई आफ्नो महिमाको निम्ति बनाउनु भएको छ, आफ्नै हातले रचेर आफ्नो हातले बनाउनु भएको छ। अनि हामी कोही पनि सेम छैनौँ, परमेश्वरले हामी प्रत्येकलाई डिफ्रेन्ट तरिकाले बनाउनु भएको छ। अनि त्यो परमेश्वर